खाना बनाने कसलाई दिनेशले बाबुलाई उता माथि जानु माथि गएको थियो छोरो रोइरहेको छ क्या नटेरी बाबु हजुरको माथि भएन गएर त्यत्रो दिन खाएर 2 दिन त खाएन 7-8 दिन खाएन 7-8 दिन त भएन हामी आएको आएर त तिम्रो तस्बिर धेरै जेल के भयो किन हुनु पर्यो नि हाँस्न फुपूहरु चाहिँ आनन्द बस्न पाइँदो रहेछ हजुर फुपूहरु चाहिँ ढुक्क रहेछ ढुक्क किन होला है बाउ र फुपूहरुलाई साइड लगाइदिँदो रहेछ नि त्यही त त्यही भएर रहेछ आमा पछिको मामा बाबा पछिको फुपूहरु भने कारण त्यही रहेछ आफूले यस्तो होला हैन जस्तो आफूले दिएको आफूले खान नहुने भएर पनि होला जस्तो अब ज्वाइँहरूले मन्त्र सुनाउने बाबुहरूले मन्त्र सुनाउन पाउने हक हुन्छ नि त त्यही भएर पनि होला के आफूले दिएको चिज त आफूले कहाँ खान्छ त नि त्यो भन्ने भएर नि होला सायद है यसो बुझ्दा चाहिँ के भित्र नि बत्ती बालिदिनु पर्ने रहेछ झलल्ल है अँध्यारो भयो नि त्यहाँ बत्ती टिप्दैन नि त बुद्धि नि आएको छ हाम्रो पो हातमा क्यामेरा छ बत्ती बाल्दा नि उज्यालो हुन्थ्यो भन्छ लाइट बाले पनि के मोबाइल के बिचमा बाबुलाई राख्नु पर्ने रहेछ छोरा पनि राख्नु पर्यो नि
यहीँ चाहिँ यसरी युट्युबमा हालिदिन्छु म हेर्नु होला पछि यसो गर्ने ल बाबु पछाडि पर्यो है बाबु पछाडि पर्यो बाबुलाई अगाडि राख्नु पर्यो हामी दिनै भ्याएन है बाबु कस्तो लाइन लाएरै बस्नु भयो हुन्थ्यो नि भएन है त्यही भने बाबु खै नाम हालेर टगौँ है एकचोटि लाउँ सानो अलि गर कसको फोन आएको अब उताबाट माथि आउनुपर्छ उताबाट मेरो होइन म त बच्चाको पछि पछि भिडियो खिच्दै जाने हो सबैको दिदी अलि बाबु अहिले त खा टिका नलाउने छोरा अहिले त है आफू बसेर मागिरहने डालो थापिरहने अरू आएर हालिदिनु नमिल्ने हो मिल्दैन नि त्यो उदामै थाप्नुपर्छ नि छोरो चिने हो नि अनुहारले चिनाउँछ के हो हुन्छ पैसा झऱ्यो भएन पैसा अलिकति हजुर भिक्न दिने मान्छे म भिडियो खिच्छु भनेर मान्छे लड्दैन यतै आउला होइन र बसिरहनु बसेर
लाइन बसेर लाइ भाइलाई पछाडि पारे लाइ भान्जा भन्नु न भाइको अगाडि पर्नुपर्छ है ल अब यता अब यहाँ चाहिँ राम्रो आउँछ क्या होइन फुपूहरूले त तिमीलाई अहिले म कहानी बताइदिन्छु आऊ त्यहाँ बस्नु मैले सबै खिच्दैछु है तपाईँहरूको फोटो नि खिच्दियो युट्युबमा हालिदिन्छु हेर्नु होला यहाँ दिनेश दाइलाई सोध्नु अनि भनिदिनुहुन्छ सबैजना लाइनै बसिदिनु भएको भए छिटो पनि हुन्थ्यो कि
यताबाट खोजिदिनु पर्यो यहाँ भिडको खेला है भिडको खेला लाइनै बस्नुभएको भए कस्तो राम्रो देखिन्थ्यो नि सबैजना हजुर भद्रकोल नपार्नु न सिधा बस्नु न लाइनै बस्नु त कस्तो सबैको अनुहार देखाइदिनु भने भिडियो नै एउटा कति लाउनु भएन पहिले जगिङ हुनु पर्ने हो हो यहाँ बस्नु कि मम्मी यहाँनिर बसेर सजिलो हजुर ल आएँ 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 मेरो त सबैले हेर्नु है युट्युबमा म अहिले भन्छु यो त मेरो भिडियो है फोटो होइन है को हुनुहुन्छ भिक्षा दिने म छुटे नभन्नु है भिडियो हेर्नु है युट्युबमा है पहिलो लट त सबै खिचौँ भनेर हो के अरे मिलाएर बस्नु भएन कि कोही नि खै खै
भित्र लाइट बाल्न पर्ने रहेछ कि भित्र लाइट ओम भगवती म नि छु यतातिर तिमीले मलाई खिच म तिमीलाई लक्ष्मी रे उता उता कति रमाइलो ला होला है एकदमै रमाइलो माइतीहरूमा बसेर यस्तो मजा चाहिँ अनि होला नातिको चाहिँ वर्तमान हेर्न पाएपछि त्यो ठुलो के चाहियो त्यही भन् हो नि दिने केही नपर्ने त्यही हो भिक्षा लान्छौँ बदल्न पर्ने उनीहरू दिएको खाने लाउने हो नि खाने लाउने उनीहरू दिन्छ तर हिजोदेखि आएर बस्नु हामी त झन् 2-4 दिन अघिदेखि त्यही त अच्छा दोस्रो लटको